कस्तो जमाना आयो क्या, मानवता भन्ने नै हराएर गयो होइन। सोझो झुट नबोल्ने मान्छेहरू फेला पार्नै गाह्रो भयो क्या। मान्छेमा मानवता भन्ने नै अति अभाव भयो क्या होइन। धुलो खेलाउँदा म दुलो खेलाउँछु भन्नेले खोइ त एभिडेन्स दिए, खोइ त हामीलाई प्रुफ खोइ त त्यसको होइन। मलाई आशा थियो कि दिलले चाहिँ नि श्रव्य मात्र नभएर दृश्यमा पनि हामीलाई देखाइदिनुहुन्छ र हामीले पूर्ण विश्वासका साथ लाल मोहर लाउन सक्छौँ त्यो गीतमा भन्ने हाम्रो यो चाहिँ मलाई चाहिँ एउटा भित्रदेखि नै ढुक्क थियो कि। मैले गीत सुन्दिनँ, म एकैचोटि अडियो भिडियो हेर्छु भनेको भिडियोमा त्यस्तो खासै केही रहन्छ कि। जुन हुनुपर्ने कुरा, जुन कथाले मागेको जुन शब्द भाव त्यो उथल पुथल भएको छ नि त, त्यो शब्दको त्यस्तो ओजपूर्ण शब्दले त्यो ठ्याक्क त्यही अनुसारको दृश्य भएको भए अहिले मान्छेहरू कति खुसी हुन्थे। सोच्दै जाँदाखेरि नवादिलले हिजो भेटनरी पेसा गरेर सुँगुर बङ्गुरका पाठा दुलाबाट निकाल्ने काम पो गर्थिन् कि। हाम्रो मन न हो नि त, मन त जतै जान्छ नि त। त्यस कारणले कृपया बिन्ती छ है, अब श्रव्य दृश्य नै राख्ने गरौँ। त्यस्तो हुँदाखेरि तपाईँलाई पनि अलिक बढी चर्चा हुन्छ, हामी हेरेलाई पनि मन शान्त हुन्छ, हाम्रो गुनासो पनि केही रहन्न है दिदी। दिदीलाई मेरो विशेष अनुरोध छ, यदि अनुरोध गर्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। म कामबाट घर फर्किँदैछु। हस्, धन्यवाद च्यात्ने है त।